हेलो सबैजनालाई नमस्कार। म चाहिँ आज दिउँसो हैन यो यता बाख्रा चराउन आएको छु जङ्गलमा। टक्क लाएर एउटा भिडियो बनाउँछु भनेर चट्टै एउटा बाख्रा भिडियो बनाउँछु भनेर बाख्राहरू पनि देख्नुहुन्छ चरिरहेको छ माथि। म चाहिँ यतापट्टि बारीको आँटमा बसेर चाहिँ चराइरहेको छु। बारीको आँटमा बसेर चाहिँ म एउटा भिडियो बनाउँदैछु। हेर्नुहोस् त त्यो छ हाम्रो त्यो छ जङ्गल छ पुरा। यो त बारीको छेउमा भएर मात्रै अलिक जङ्गल नभएको नभए त पुरै जङ्गल छ, हरियाली छ। अहिले त यस्तो हरियाली भइरहेछ हाम्रो। देख्नुहोस् तपाईँ दृश्यमा यो पहाडी ठाउँ छ होइन, यस्तो राम्रो सिन चाहिँ हरियाली दृश्य देख्नु भएको छ। पुरा तपाईँले देख्न सक्नुहुन्छ यस्तो राम्रो छ ठाउँहरू। यस्तो घाम लागेको छ आज होइन, टट्टिपुर यस्तो घाम लागिरहेको छ। त्यही पनि बाख्रा चराउँदैछु म चाहिँ। तपाईँले हेरेर साथ दिनु होला भन्दै पूर्ण आशा र विनम्र गर्दछु। हेर्नुहोस् यो चाहिँ पुरै ठाउँ चाहिँ पुरै अहिले त घाम लाग्यो। यो पहेँलो ध्यान सब घाम लाग्यो कि तपाईँको चाहिँ एकदम रमणीय ठाउँ हो होइन। जङ्गल मात्र भन्नु मात्र यस्तो ठाउँहरू चाहिँ एकदम राम्रो छ। त्यही भएर म चाहिँ यस्तो हेर्दैछु घामलाई, घामले मलाई पोलिरहेछ। त्यही भएर म पनि यसो एउटा भिडियो चाहिँ बनाउँछु भनेर यस्तो रमणीय ठाउँहरू दृश्यहरू देखाउँदैछु, हेर्दैछु म पनि। आज चाहिँ एउटा बाख्रा चराउने क्रममा एउटा भिडियो बनाउँछु भनेर चाहिँ हजुरहरू सामु चाहिँ एउटा भिडियो बनाउन हजुरहरू सामु चाहिँ एउटा भिडियो अपलोड गर्न चाहन्छु भनेर हजुरहरूले हेरेर साथ दिनु होला भने चाहिँ पूर्ण आशा छ। देख्नुहुन्छ र हजुरहरू बाख्रा पनि माथि चरिरहेको छ। बाख्रा देख्नु भएको छ हजुरहरू, उहाँ चरिरहेको छ। म चाहिँ यहाँ तल बसेर चाहिँ एउटा भिडियो बनाउँदैछु क्या। त्यही भएर साथसाथै हजुरहरू पनि अब साथ सपोर्ट दिनुहुन्छ भनेर पूर्ण आशा गर्दछु। यहाँ चाहिँ त्यो बाख्राहरू त सबै यहाँ माथि चरिरहेको छ होइन। त्यो बाख्राहरू चाहिँ यहाँ माथि चरिरहेको छ। म तपाईँलाई बाख्राको भिडियो पनि देखाउँछु भएन, पुरा बाख्राको भिडियो म देखाइरहन्छु। म चाहिँ बाख्राको भिडियोहरू चरिरहेको म देखाउँदैछु है तपाईँहरूलाई। यहाँ चाहिँ एउटा चरिरहेको छ। यहाँ चाहिँ एउटा चरिरहेको छ। यो त खसी हो, खसी हो। यो चाहिँ खसी हो, एउटा खसी चढ्दैछ है। यो त एउटा खसी। अरू पनि देखाउँछु म अहिले एकछिनमा। म यहाँ मास्तिर उकालो लाग्दैछु कि, त्यही भएर यहाँ माथि चढिरहेको छ एउटा। यहाँ चाहिँ चढिरहेको छ होइन, सब चढ्दैछ क्या। त्यही पनि घाम लागिरहेको छ, त्यही पनि चरिरहेको छ बाख्राहरू। म चाहिँ यहाँ माथि बसेर हेरिरहेको छु है, भिडियो बनाउँदैछु। हो यहाँ माथि चढ्दैछ यो बाख्रा, तपाईँले देखिरहनु भएको छ नि। म चाहिँ त्यही भएर यतातिर आएको थिएँ। आज आउँदाखेरि चाहिँ एउटा भिडियो बनाउँछु भनेर आएको थिएँ। भिडियो बनाउँदा क्रममा तपाईँहरू सामु एउटा पुऱ्याउँछु भन्ने आग्रह गर्दै एउटा भिडियोको चाहिँ बनाउनु। त्यही पनि अहिले चाहिँ पानी पर्न लागिरहेछ। सब उतातिर त्यो मौसम यहाँ धुमिरहेछ। ठाउँ चाहिँ यस्तै रमणीय छ हाम्रो ठाउँ चाहिँ, एकदम राम्रो एकदम दृश्यहरू। बाख्रा चरेको सबै चाहिँ देख्नुहुन्छ तपाईँहरूले पनि होइन। साथ सपोर्ट दिनु होला भन्ने पूर्ण आशा गर्दछु।